Hello everyone, welcome to Code with Asa. Today we will learn how to create form in HTML. First मा गएर हामी यहाँनिर फर्म लेख्छौं. फर्ममा गएर फर्स्टमा हामीले अब नेम लेख्छौं. नेम पछि हामी यहाँनिर गएर इनपुट लिन्छौं. नेम भनेको टेक्स्ट हो अनि यहाँनिर गएर हामीले यो प्लेस होल्डर दिदा पनि हुन्छ नदिदा पनि हुन्छ. सपोज मैले अहिले दिए नि इन्टर योर नेम दिए मैले. सो हाम्रो कस्तो आउँछ भन्दाखेरि यहाँ गएर हामीले गो लाइभ गर्नुपर्छ अनि त्यसपछि लाएर हाम्रो फर्म भनेको चाहिँ यस्तो देखिन्छ. अनि अब मैले यहाँनिर गएर बीआर ट्याग युज गर्छु. नेम पछि एड्रेस TTRESS एड्रेस. एड्रेसमा गएर पनि इनपुट. एड्रेस पनि टेक्स्ट नै हो. अब प्लेस होल्डर दिदा पनि भयो नदिदा पनि भयो है. अनि त्यसपछि लाएर बीआर एड्रेस पछि मैले डेट अफ बर्थ दिए. डेट अफ बर्थमा पनि इनपुट र डेट अफ बर्थ भनेको टेक्स्ट हैन नि त. मैले यसमै डेट दिए. अनि त्यसपछि लाएर प्लेस होल्डर दिदा पनि भयो नदिदा पनि भयो. अनि त्यसपछि लाएर फोन नम्बरमा इनपुट दिए. अनि फोन नम्बर पनि टेक्स्ट हैन यो नम्बर हो. अनि त्यसपछि लाएर मैले यहाँ प्लेस होल्डर दिदा पनि भयो नदिदा पनि भयो र बीआर गरे. लास्टमा मैले गएर बटन बनाउँछु. बटनको टाइप भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि सबमिट हुन्छ. यहाँनिर सबमिटको अप्सन आउँछ र यहाँनिर गएर हामीले सबमिट लेख्दिनु पर्छ. सो हाम्रो फर्म भनेको चाहिँ यस्तो देख्छ. अब मैले यहाँनिर गएर बीआर लेख्छु. यहाँ फोनमा अरु ठाउँमा छ बीआर. सो हाम्रो यस्तो हुन्छ. अब इन्टर नेममा चाहिँ मैले अब आशा लेखेँ. अब एड्रेसमा मैले काठमाडौँ लेखेँ. त्यसपछि लाएर यहाँनिर आउँछ यो डेट. अब हजुरलाई जति आफ्नो डेट अफ बर्थ हो त्यति राख्नु. फोन नम्बरमा चाहिँ आफ्नो राखेँ अनि सबमिट गरिदिनु. सो दिस इज द भेरी मच सिम्पल वे टु क्रिएट फर्म. थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो.